जब हामी हस्पिटलमा जान्छौँ नि तब हामी त्यो डक्टरमाथि भरोसा गर्छौँ जुन डक्टरलाई हामीले कहिले देखेको हुँदैन चिनेको हुँदैन हैन। जब हामी गाडीमा चढ्छौँ त्यो ड्राइभरमाथि हामी भरोसा राख्छौँ जसलाई हामीले कहिले देखेको हुँदैन चिनेको हुँदैन हैन। हामी रेस्टुरेन्टमा जब जान्छौँ त्यो सेफले बनाएको खानामा हामी भरोसा गर्छौँ र खान्छौँ हामी हैन। तर हामीले त्यो पर्सनमाथि कहिले पनि भरोसा गर्दिन जसलाई चाहिँ हामीले सबैभन्दा ज्यादा चिनेको हुन्छौँ, सबैभन्दा ज्यादा बुझेको, सबैभन्दा ज्यादा जानेको हुन्छौँ र त्यो पर्सन हो आफू। हामीले आफूमाथि कहिले पनि भरोसा गर्दैन क्याउ हैन। यो रियालिटी हो। हामीले धेरै कुरामा आफूलाई भरोसा गर्दिन, पासदेखि निक्लिनु म सक्दिनँ भनिरहेको हुन्छौँ हैन। यो कुरालाई म एचिभ गर्नु सक्दिनँ भनिरहेको हुन्छौँ। हामीले आफूले आफूलाई सेल्फ डाउट गरिरहेको हुन्छ क्या है। तर होइन, हामीले यदि आफूले आफूलाई बिलिभ गर्यो भने नि कुनै पनि कुरा यस्तो छैन जुन कुरा चाहिँ हामीले गर्नु नसकोस्, जुन कुराबाट हामी निक्लिनु नसकोस् क्या। हामीले आफूले आफूलाई धेरै अन्डर एस्टिमेट गरिरहेको हुन्छौँ। हामीले आफूले आफूलाई बिलिभ गर्नुपर्छ सबैभन्दा ज्यादा, किनकि हामीले आफूले आफूलाई ज्यादा चिनेको हुन्छ नि त हैन।